एलिना चौहान एक आतिला र साहसी नारी हुन्। नेपालको गायन क्षेत्रमा भोग्न परेका कुरा आफूले सहन नसकी मिडिया मार्फत आफ्ना भावनाहरू पोख्दै गर्दा सबैले गलत सम्झे। तर वास्तविकता हेर्दा उनी एक आतिला नारीको रूपमा देख्न सक्छौं। यस्ता पीडा सिर्फ एलिनालाई मात्र नभए सम्पूर्ण गायक गायिकाहरूले भोगिआएका, तर कसैले पनि यसको आवाज उठाउन नसकेको आज एलिनाका कारण सबैजना आवाज उठाउँदै गरेको र सबैजनाले एलिना चौहानले जे गरिन् राम्रो गरे भन्दै आलोचना